कि जनतै वाक्का दिक्क हुने गरी त विरोध गर्नु भएन नि। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो। जेमा पनि विरोध गरेको छ, जेमा पनि राजीनामा भनेको छ। पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो अहिले चाहिँ हामीलाई लाग्यो कि होइन। अब त्यो होइन भनेको अहिले यसो हेर्दा त मैले कुनै व्यक्तिको नाम लगिनँ, अब तपाईँले कसको मलाई थाहा भएन। पूर्वका जनताले यो पूर्वको मुद्दा काठमाडौँमा पुर्याउला भन्दा त अहिले कतिपय चाहिँ उहाँकै पार्टीका सांसदहरूको पनि अर्को पार्टीका सांसदहरूको पनि यसो कुराहरू सुन्दा त यो त अति भएन र, यो त त्यति मिठो भयो र। यो त यो विरोध गर्ने तरिका पनि जेमा पनि विरोध गरेको छ, जेमा पनि राजीनामा भनेको छ होइन। त्यसैले गर्दाखेरि मैले यसो अहिले पूर्वेलीतिरको जनताहरूको यसो भर्सन सुन्दा पनि यता हामी हैरान भएर उता पठाइदिएको, अब उताबाट कता पठाउनुहुन्छ पठाउनुहोस् होइन। त्यो चाहिँ त्यस्तो चाहिँ हैरान हुने गरी त कि जनतै वाक्का दिक्क हुने गरी त विरोध गर्नु भएन नि। एउटा कुरा होइन, त्यो त बालेन्द्र शाहले उनै साथीहरू होइनन् जसले चाहिँ सिंहदरबारको प्रधानमन्त्री कार्यालयको गेटमा उभिएर ओहो बालेन्द्र शाह त जस्तो सोचेका थियौँ त्यस्तो नहुनुहुँदो रहेछ, जस्तो हुनुहुँदो रहेछ त्यस्तो नदेखिनु हुँदो रहेछ भनेको होइन। त्यत्रो प्रशंसा गरेर आएको होइन। गौतम बुद्धले चाहिँ बालेन्द्र शाहले 10 घन्टासम्म 5 घन्टासम्म चुपचाप सुन्नुभयो, हाम्रो कुरा एकदम ध्यानमग्न भएर सुन्नुभयो भनेर प्रशंसा गरेर आउने साथीहरू उहाँहरू नै होइन र। सरकारले कुरा नसुनेको भए आजसम्म नेपालको सरकारको यो संरचनाको इतिहासमा को चाहिँ प्रधानमन्त्रीले यसरी निर्वाचित भएर आएका समानुपातिकबाट आएका सबै सांसदहरूलाई पालै पालो बोलाएर तपाईँको मनको कुरा के छ, क्षेत्रको कुरा के छ, भूगोलको कुरा के छ, त्यहाँको जनताको कुरा के छ भनेर कसले सोधेको थियो अहिलेसम्म यसरी सुतेर।